पनि यो निकालेको गाइस पुलिस पनि आज इन्क्वायरी गर्नुको लागि। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप यु अल आर फाइन। म चाहिँ फाइन छुइनँ किनभने मलाई सर्दी लागिरहेको छ एकदमै बेस ज्यादा खोकी सर्दी। अब के यस्तै हो मेरो यो हमेसाको बेस्ट फ्रेन्ड भन्दा पनि डरलाग्दो यो उयो चाहिँ मेरो बिमार क्या। जहिले पनि सर्दी जहिले पनि खोकी लागिरहने हो, तर पनि म टेर्दिनँ। आजकल चाहिँ भक्कै भइसक्यो हो गाइस। सो आई होप यु अल आर फाइन है। र आज चाहिँ अब म धेरै दिन बाद भ्लग बनाउँदैछु किनभने चाहिँ अब मैले निकै भएको थियो भ्लग नबनाएको हो। टाइम पनि पाउँदैन गाइज, अब ड्युटी जाँदा आउँदै रात पर्छ हो, त्यस्तो हुन्छ। अनि अब त्यही भएर आज चाहिँ छुट्टी थियो र चाहिँ मैले आज ब्लग स्टार्ट गरेको। सो आप सभी स्वस्थ होंगे, मस्त होंगे और मस्ती रहना गाइस, मेरी तरह ऑल टाइम बीमार मत रहना। सो गाइस आज तो मैं अभी घर में हूँ, कहीं नहीं जा रही हूँ क्योंकि आज संडे अभी कुछ प्लान भी नहीं है। तो आज चाहिँ म हिन्दी र नेपाली मिक्स भएछ र अहिले चाहिँ म फिलहाल के गर्दैछु म तपाईँहरूलाई देखाउँछु। म यहाँ फिलहाल अहिले साग पकाउँदैछु हो। खोकी लागिरहेको छ र पनि तर पनि मेथी सेथी हालेर भए पनि सागै खान्छु भनेर चाहिँ हो। अनि यहाँनिर चाहिँ मेरो साग अर्ग्यानिक साग रेडी भयो हो। साग पकाउँदैछु अनि अब एकछिन भात पकाउँछु र त्यही हो, नुहाइधुवाइ गऱ्यो अनि खोप्दै भए मेहन्दी लगाइरहेको छु। मेहन्दी होइन, कलर लगाइरहेको छु फेसमा किनभने यहाँ अगाडि मेरो पुरा ग्रे हेयर आएर यस्तो अल्टाइटी देखिरहेको थियो, त्यही भएर चाहिँ। र अब एकछिनमा त्यो खाना पकाइसकेर नुहाइधुवाइ गर्छु अनि अब त्यही हो आजको दिनभरिको मेरो के गर्छु के हुँदैछ अब त्यो भ्लग देखाउँछु। ल गाइस प्लिज स्टे ट्युन। गाइस हेर्नुहोस् नजारा बाहिरको, यति साह्रो घाम लागिरहेछ। अहिले चाहिँ थिल परेर घाम लागिरहेछ हो। भरे चाहिँ पानी कन्फर्म पर्ने होला हो। हिजो पनि कत्रो पानी आएको। यहाँ चाहिँ हाम्रो म्याडम रेडी हुँदैछ बिहामा जानुको लागि। अनि यहाँ चाहिँ के खाना गऱ्यौ तिमी? के खाने हो तिमी? पानी बडीलाई के भन्नुपर्छ अनि जोडले भन न हौ, मलाई हेर न हौ हातले। आई लभ यु टु। चार्जर कुन चाहिँ? एक लाख दिइहाल्छु। हिजो किन भाग्यो? कुन चाहिँ? छोरी तरुनी भएर केही छैन हो। बिहामा चाहिँ सुधो भएर बसेर सुधो भएर आउनु नि फेरि। भात खाएर कि के खाएर? जसले चाहिँ मासु खाँदैन उसले फेरि सुँगुर अरे। आज सुँगुर खाने? उयो हुन्छ गरम होला नि फेरि, बाँधेर जाऊ। अयान खै अयान रेडी भयो? अयान तिमी नजाने हो? अहिलेसम्म रेडी भएको छैन रहेछ। दिदी सक्नु आँट्छ कि रेडी भएर? हात मुख नधोइ जाने? लु मेरो रेडी भयो गाइस। साग पनि यहाँ भात पनि पाक्दैछ। सबजना बिहामा म मात्रै घरमा। रेडी भयो? ठिकै छ, ह्यान्डसम्मै छ। खै हेर्नु त, ह्यान्डसम्मै छ। अब सब बिहामा जाने अरे। म र इबु मात्रै घरमा बस्नुपर्छ ल इबु। ल बडी एक्लै छु त, देऊ न बडीलाई। बडीलाई चाहिँ नदेख अरे। ए अबदेखि क्याडबरी भन्छ क्याडबरी दिदिनँ म। मलाई खुवाइदेऊ न एउटा खुवाइदेऊ न। ओइ लोबी लोबीले मलाई एउटा पनि नदेखाएर न। ल मैले दिएको त पुरै। खै हेरौँ त कस्तो देखेछ। नाइस
मेरो छोरी ब्युटिफुल। गाइस म चाहिँ यहाँ नुहाइ धुवाइ पनि सक्यो र सबैजना बिहामा गयो। म चाहिँ अब आज घरमा एक्लै हो। अन्त बल्ल नुहाएर चाहिँ फ्रेस भएर चाहिँ क्रिम सिम दलेर चटक्कै भइरहेको छु। सो गाइस अहिले एकछिनमा भेट्छु के टिल देन स्टे ट्युन। गाइस म चाहिँ भर्खरै एउटा रिल बनाएर चाहिँ आएको मात्रै थिएँ। बाहिर चाहिँ अलिक मान्छेहरू बोल्दै थियो होइन। अनि चाहिँ मेरो बुढाले पनि फोन गर्यो हो। त्यहाँनिर घरकै छेउमा पनि चोरी भएछ हो, मलाई यादै छैन हो। म झन् एक्लै चाहिँ डर पो लाग्यो हो। चोरले त वाक्कै लगाइसक्यो हो। अब यो त पुरा थाहा भएकै चोर जस्तो लाग्दैछ हो। कति बेला मान्छे हुँदैन उ तलको दाजु भाउजूहरू चाहिँ चर्च जानुहुन्छ नि त हो। अघि भर्खरैसम्म त ठिकै थियो हो। म त अघि छक्कै परेँ। फेरि अहिले पो उयो हुँदै थियो, बाहिर बात मार्दै रहेछ हो। यादै छैन मलाई चाहिँ। म चाहिँ रिल्स बनाउन मक्ख भइरहेको थियो। धन्न मैले ताला लगाएको थिएँ गाइस माथि रुममा हो। माथि सबै रुममा ताला लगाएको थिएँ। अनि यहाँ पनि म अब चुक्को लगाएर म चाहिँ उतापट्टि रुममा थिएँ हो। बुढाले फोन गर्दा मात्रै मलाई थाहा पाएको। चोरले त हैरान बनाइसक्यो त हामीलाई त। अन्त डरसरी बनाइसक्यो। म त चुक्कु लगाएर बसिरहेको छु गाइस रुममा पनि। अब त डर लागेर पछि म त अहिले रिल्स बनाएर पो बनाउँदै थियो। अन्त बाहिर बनाएर निस्किँदा पो थाहा पाएको यहीँ घरकै छेउमा आउनु थालेछ। अब चोर चाहिँ उहीँ पल्लोपट्टि भनौँ न। अब टेन्सन बनायो त। अन्त के भएको दिन दहाडे हमारे यहाँ पे लुटेरा निकल आया है भन्ने जस्तो भइसक्यो। हे भगवान् टेन्सन बनायो। गाइस पुलिस पनि आएछ इन्क्वायरी गर्नुको लागि है। अब यहाँ यस्तो भइसक्यो। अब के गर्नु हो। चोरले इन्क्वायरी गर्नु मेरै बुढा आएछ फेरि। के सो है गयो। चोरले हत्तु पारिसक्यो है। कहाँनिर अम्बो यहाँ पनि यो निकालेको यहाँको ऐना फुटाएछ। अम्बो हेर त। यस्तो बनाइदिएछ यस्तो। चोर त जान पहिचानै जस्तो लाग्यो। अब माथिको चुकुल भएकोले गर्दा चाहिँ उस भित्र पस्नु नसकेको छ। मलाई पुलिसले के भन्दैछ, तपाईँले ग्रिल लगाउनु पर्दैन भनेर भन्दैछ। ग्रिल त लगाउनु सोच्दैछु म के। यस्तो त फेरि भएको पनि त थिएन है। कसले अब यसो सोच ग्रिल त लाउनै पर्ने रहेछ। भाउजू लाउनुहोस्। पातला पातला खालको त्यो उयसको चाहिँ लाउनै पर्छ यहाँ भनेर सोच्दै थिएँ कि। अब 1-2 दिन कस्तो चाहिँ है हेर्नु सबै थाहा भएर नि। यसले भुकेन रहेछ है। भुकिनास्। टार्गेट चाहिँ नि सन्डे गर्छ। ओ म त डरले अघि बन्द गरेर गएको। यो चाहिँ उयो गरेछ नि त है। यहाँ चाहिँ अन्त ट्राई त बहुत पुरै गरेको थिएँ रहेछ। यो त जान पहिचानै जस्तो लाग्दैछ त हौ है। अलिक त नदेखि अब भन्नु पनि भएको छैन हो। सो गाइस हो देख्नुभयो। अब पुलिस पनि अब कम्प्लेन गरेको छ। अब हो चोर कसरी होइन थाहा पाउनु। सो उयो गरेको छैन हो अहिले चाहिँ। सो अब इन्क्वायरी गर्छ होला। अब त डरसरी भयो गाउँमै पनि। सो गाइस अब आजको ब्लग चाहिँ यस्तै थियो। यदि चोर पक्रिहालेछ भने म त्यो पनि तपाईँहरूलाई दिन्छु इन्फर्मेसन है। सो टिल देन बाइ बाइ एन्ड थ्याङ्क्स फर वाचिङ माई भिडियो एन्ड प्लिज डु सब्सक्राइब माई च्यानल किटी ब्लग।